दर्शक फेरि भाग 5 मा तपाईलाई स्वागत छ। अर्को ठाउँको भिडियो फेरि अर्को ठ्याक्कै यी छेउमै हिउँ हेर्नुस् त यहाँ हिउँ हेर्नुस् त यहाँ हिउँ हेर्नुस् त खेलाको मम्मीले हिउँ हेर्नुस् त हिउँ त खेलाकै हो तथापि पनि के गर्ने हामी रोकेर फेरि फोटो खिच्ने भिडियो गराउने अवस्थामा छैन। यसलाई हेर्नुस् यहाँ हिउँ चिर्दै अब कहाँ रोक्ने ठाउँै छैन, रोकेर बस्ने ठाउँै छैन। यहाँ रोक्नु पर्यो नत्र यहाँ रोक्ने ठाउँ छैन चाहिँ तर रोकिएन। हामी कहाँ हिँडेको ल हेर्नुहोस् हिउँ कति मोटो हिउँ सानो छैन त यत्रो मोटो छ यत्रो मोटो हिउँ छ यहाँ हिउँ ल हेर्नुहोस् हिउँ यस्तो ठाउँ पनि छ। भाग 5 मा तपाईँलाई स्वागत गर्ने भन्दै म एकदमै अचम्मको दृश्यहरू देखेँ, त्यही भएर तपाईँलाई चाहिँ स्वागत अलमली। यता पनि हिउँ छ, यी सबै यो जङ्गलभरि हिउँ, यी जङ्गलभरि हिउँ छ, यी मासतिर हिउँ छ। यी हिमाललाई चिर्दै हिँड्दैछौँ हामी, हिमाललाई चिर्दै हिँड्दैछौँ हामी। ओ हिमाललाई माई गुडनेस यस्तो ठाउँमा आएका छौँ हामी। ल हेर्नुहोस् यस्तो ठाउँमा आइपुग्यो। ल हेर्नुहोस् तपाईँलाई पनि यहाँले पुऱ्याएँ मैले है। यो भाग 5 को भिडियो एकदमै उहाँबाट स्केटिङ हानेर झरेको रहेछ, माथिबाट उतल झरेको देखि के हो त ऊ पुरै मान्छे आइस स्केटिङ ओ माथि स्केटिङ खेलेर झरेको चिप्लिँदैछ मान्छे देखिन नि उहाँ उभिरहेको छ मान्छेहरू चिप्लिनलाई यहाँबाट यसरी उभिने यहाँ पर्खने यहाँ बसौँ न हौ यहाँ लुलु दर्शकबिन एकदमै धेरै सुन्दर ठाउँमा आइपुग्यो हामी। आज 7 घण्टाको यात्रा गर्दै आउँदाखेरि ठ्याक्कै चाहिँ हेर्छु यहाँ कस्तो ठाउँमा आइपुगेछ। दर्शकबिन तपाईँलाई म जहाँ जान्छु त्यहाँ तपाईँलाई लिएर जान्छु भने अभिप्रायले गराएको र बनाएका भिडियोहरू मैले भाग 5 सम्म ल्याइ पुर्याउँदाखेरि तपाईँ यस्तो ठाउँमा आइपुग्नु भएको छ र म पनि तपाईँसँग यस्तो ठाउँमा आइपुगेको छु। यहाँ विभिन्न किसिमको दृश्यहरू एकदमै रमाइलो हेर्दै आइपुग्दाखेरि ठ्याक्कै हिमालकै उसमा आइपुग्यौँ हामीले। हिमालको हिउँभित्रै हामी पसिरहेका छौँ भन्दा पनि हुन्छ यतिसम्म हेर्नुहोस् त अति यतापट्टि एन्ड देन ल हेर्नुहोस् हिउँ कति नजिकमा छ, हामी कति नजिकमा आयौँ हिउँको। जसरी म फेरि जोड्छु बाँकी भाग अहिले चाहिँ म यसलाई पज गर्छु, पज गरेर फेरि पछाडि तपाईँलाई चाहिँ अरू बाँकी भागहरूमा जोड्छु। अहिलेको लागि हामी यहाँ एकछिन रोकेर यहाँ तपाईँ हिउँ हेर्नुहोस् यहाँ अगाडि यहाँनिर ल हेर्नुहोस् त यहाँ तपाईँ हिउँ देख्नुहुन्छ नि यो हिउँ ल यो सगरमाथा भन्दा माथिको हिउँ हो ल हेर्नुहोस् कस्तो देख्नुहुन्छ। हामी यहाँ आइपुग्यौँ हेर्नुहोस् हामी कस्तो ठाउँमा आइपुग्यौँ ल हेर्नुहोस् जिन्दगीमा कस्तो ठाउँ आइपुगिँदो रहेछ है। वाह ल मेरो नातिना खेल्दैछन् यहाँनिर। यहाँ हेर्नुहोस् भिडियो बन्दैछ। ल हेर्नुहोस् यहाँ हाम्रो यात्रा आज सगरमाथाको चुचुरोभन्दा माथिको ठाउँ उत्तर ध्रुवको ग्लासियर हेर्न आइपुगेका छौँ। यहाँ उत्तरी ध्रुव नर्थ पोल। इट्स नट अ जोक। I never thinking about it. Wow. Ever before. पुरा स्केटिङ गरेर माथि झरेको बाटो उहाँ देखिँदैछ त उ माथि यो एरियामा। खोइ जाडो भने त फेरि जिरो छ त फेरि जाडो भन्ने छैन मेरो ना यहाँ भाइलाई जिराफ लगाइदिएको छैन, जिराफ मात्रै छ ऊ छैन। ल वाउ
हिमालयमा हिँड्दैछ भाइ मेरो नाति ओइ भाइ यो मेरो नानीहरू त्यहाँ हिउँ छ यहाँनिर नाति खेल्दैछ नाति यस्तै भुतुङ्गै खेल्दैछ भुतुङ्गै खेल्दैछ ल हेर्नुहोस् त वाह 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 दर्शकबिन तपाईँलाई भाग 5 मा मैले स्वागत गरेँ सँगसँगै यो युट्युब च्यानललाई तपाईँ पहिलोचोटि जोडिनु भएको छ भने कृपया 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 गरेर सब्सक्राइब गरिदिनु होला नजिक रहेको बेलायकनलाई बजाइदिनु होला अनि साथमा यो फेसबुक पेज मेरो डम्बर जातिले नामको फेसबुक पेजलाई पनि तपाईँले फलो गरिदिनु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला ल यहाँ हिउँ सँगसँगै हामी यहाँनिर हिउँ खेलाउन जाने अरे हाम्रो परिवार हिउँ खेलाउन जाँदैछ हिमालको हिउँ ठ्याक्कै त्यहाँबाट बगेर आएको हिउँहरू यहाँनिर थुप्रेको के भयो हिउँ पग्लेर झरे पानी 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 ल वाह यता हिउँ यता हिउँ यता हिउँ ल हिउँ हिउँ इ ल ओ नातिनी ए 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 हिम यहाँ भिडियो हुँदैछ क्यालगरी टु जसपरसम्मको यात्राको भिडियो नम्बर भाग 5 यही ल ए या हिउँमा खेल्दैछन् उहाँ ल ऊ आफै जानी जानी लड्दै भासिँदै गर्दैछ खै कहाँ पसेको ल ल ल अनि भिडियो भइरहेको छ किन यसको र उसो गरेर सानी यता हेर त वाह दर्शकबिन भाग 5 मा अब यतिन्जेलसम्म जोडेर तपाईँले भिडियो हेर्नुभयो अब भने भाग 6 को लागि बाँकी भिडियो प्रस्तुत गर्ने र बाँकी 6 नम्बर भिडियोमा भेट हुने बाचाको साथ म बिदा हुन्छु हवस् त नमस्ते।